अवस्था व्यवस्था देशको थियो त्यही क्रमको त्यही विषय वस्तु लिएर म एउटा सानो कविता भन्नु चुटकुला भन्नुस् हर्कजीलाई देखेर मलाई याद आयो मन परायो मैले अब कसरी बोल्ने भने त हर्कजीले किन हर्कजीलाई यो नेपालमा यस्तो ठुलो नियन्त्रण रूपले यो शरम संस्कृति पार्टी र अथवा शरम गर्नको लागि चाहिँ पैदा हुनु पर्यो किन जन्मिनु पर्यो त्यही क्रममा विगतको नेता र अहिले हर्कजीको अवलोकन गरेर कि न वार बनाउँछ न पार बनाउँछ जिन्दगीले कति मजदार बनाउँछ न वार बनाउँछ न पार बनाउँछ जिन्दगीले कति मजदार बनाउँछ बुद्धले सोच्दा हुन् गान्धीले सोच्दा हुन् किन मान्छे अझै हतियार बनाउँछ बुद्धले सोच्दा हुन् गान्धीले सोच्दा हुन् किन मान्छे अझै हतियार बनाउँछ को सोच्छ यो देशमा सुरक्षित छु भनेर को सोच्छ सुरक्षित छु भनेर जो सुरक्षाको अग्लो अग्लो दीवार बनाउँछ हो यो यस्तो देश हो मेरो जहाँको सरकार स्कुल नबनाई कारागार बनाउँछ र जनतालाई ठग्ने व्यापार बनाउँछ भोट बैंकिङको रोजगार बनाउँछ न वार बनाउँछ न पार बनाउँछ जिन्दगीले कति मजदार बनाउँछ किन जन्मिनु पर्यो त हर्क सम्बन्धलाई उहिलेदेखि राणा आयो राजा आयो पार्टी बदलियो सत्ता बदलियो व्यवस्था किन परिवर्तन भएन त्यत्रो ठुलो 17,000 मारियो अहिले कत्रो निर्दोष हाम्रो दिदी बहिनी दाजुभाइ जेनजी युवालाई हत्या गर्यो सरकारले तर पनि जेनजीको रगतमा बनेको सरकार अझै पनि विगतको राजनीतिक कर्मी र अहिलेको राजनीतिक कर्मी के फरक के परिवर्तन ल्याएछ भेट्न सकेछ कसैको सम्पत्ति छानबिन गर्न सकेछ छाट भन्नुभयो त्यो अघि तपाईँले यस्तो अपराधीहरूलाई त टोरी खेलमा फाँसी लट्काउनु पर्छ भरको युवालाई देशको गुलाम बनाएछ रेमिटेन्सको पैसा खाएछ ठुलो ठुलो घर बनाएछ चप्पल लगाएर आएको डाकाहरू कसरी 4-4को घर छ तिम्रो अब बुझ्ने कुरा हे मधेसको दाजुभाइ आदिवासी दलित जनजाति मुस्लिम युवाहरू धर्म गुरुहरूलाई यही मञ्चबाट भन्न चाहन्छु कति खाने तपाईँ खुकुरा कति खाने कति त नेताको चाप्लुसी गर्ने अब आयो माटोलाई माया गर्ने एउटा नेता माटोलाई माया गर्ने नेता आयो बहुत हेर्नुभयो तपाईँले प्रचण्डवाद हेर्नुभयो ओलीवाद हेर्नुभयो देववाद हेर्नुभयो कहाँबाट लिननवाद हेर्नुभयो थुप्रै वाद हेर्नुभयो अब चल्छ हर्कवाद एकचोटि हाम्रो भोट केमा मध्य प्रदेशमा खासै गरी सबैभन्दा जटिल अवस्था छ आफ्नो मनको कुरा मनको व्यथा कसलाई भन्नु कसले सुनिदिनेवाला छ जति त्यहाँ देख्छु वरिपरि सब डाका छ मधेसको नाममा प्रत्येक चुनावमा आउने मधेसको अस्ति मधेसको आन्दोलनमा पनि त्यत्रो मान्छे शहीद भयो तर मधेसको देशा एकचोटि आउने एकचोटि भोट दिनुहोस् न यसपालि त म मधेस छुट्याइदिन्छु कस्तो विज्ञानी आउँछ कुन देशबाट पढेको विज्ञानी हो अर्को एकजना इन्जिनियर आएछ नेता र के को इन्जिनियर छ साइकलको कि मोटरसाइकलको खाली ठग्ने मधेसको नाममा भोट ठग्ने अनि चिल्लो गाडीमा त एसीमा बस्ने बित्तिकै मधेस कहाँ पहाड कहाँ तराई कहाँ सबलाई लुट्ने डकाहरू तिनीहरूको दिन खत्म भयो अब आयो त्यो भएर खासै गरी मध्य प्रदेशमा हाम्रो रहनु भएको दाजुभाइ मुस्लिम मध्य प्रदेशमा जनकपुरको राजधानीमा 200-500-1000 रुपैयाँमा गाडी भाडा तिराएर अलिकति चुडा मुडी मासु भात दिएर
जनकपुरमा कत्रो मान्छे भिड लगाउनु भयो प्रचण्डजी, कति पैसा बाँड्नु भयो त्यो म यहीबाट भन्न चाहन्छु। हाम्रै वरिपरिकै हाम्रै नगरपालिकाको प्रत्येक गाउँबाट 6वटा ट्र्याक्टर 12वटा ट्र्याक्टर त्यस्तो आदिवासी दलित जनतासँग तपाईँ खेलवाड गर्ने, गरिब जनतासँग खेलवाड गर्ने। अझै पनि बानी सुध्रे छैन होइन, अझै पनि बानी सुध्रे छैन। त्यत्रो जेन्जीको रगत बगाएर पनि तपाईँहरू सुध्रिनु भएन। ठिकै छ, अब विदेशमा गएर जुन रेमिटेन्सको पैसालाई तपाईँहरूले खाएर निक्लियो नि, अस्ति कति पैसा जलियो, कति घर सोना चाँदी जलियो होइन। बोल्न त धेरै कुरा छ, अब पछिबाट प्रेसर पनि छ, तर अझै बोलाउला। तर सावधान, अब नेपाली जनता जागिसकेछ। माटोलाई शरम गर्ने माया हक्क सम्पानजीले लगाउनु भएछ। युवालाई अब अरूको देशमा गएर चाकरी गर्नु हुँदैन, आफ्नो देशको माया गर्नुपर्छ र आफ्नो देश बनाउनु पर्छ। जब हामी सबैजना शरम गर्छौँ तब हाम्रो देश जर्मन जापान जस्तो तपाईँको विदेशमा जुन देश सिङ्गापुर भनिन्छ हाम्रै देश बन्छ सिङ्गापुर। हामी गरौँ न 5 वर्षको लागि मेहनत गरौँ र जति पनि यो फटा दलाल नेताहरूलाई यही चुनावमा आफ्नो बहुमत 200, 400, 500 मा नबेच्नु। हर कबार, हर का सम्पान, जय माटो, जय